हाम्रो अनएक्सपेक्टेड ट्राभलले यस्तो अमेजिङ एक्सपिरियन्स दिन्छ भनेर आई कान्ट इमेजिन। सोलो गाइज, वेलकम टु डे इन माई लाइफ। इट्स मी ऋतिक शर्मा। बिहान बिहान उठेर म रेडी भएर झोलासोला प्याक गरेर म र विशाल भाइ आफ्नो बसन्तीलाई निकालेर निस्किन्छौँ लाहानको लागि। लाहान किन गाइज, सो म तपाईँलाई भिडियोमा बताउँदै जान्छु। सो फाइनल्ली म चाहिँ लाहान पुगेँ। लाहानबाट ट्रान्सफर भएर जाँदा पनि लाहानको मायाले सधैँ मलाई सताइरहेको हुन्छ। यहाँको मेमोरी र मान्छेहरू सधैँ मेरो मनभित्र बस्नेछ। एन्ड बाटोमा दाइलाई पिकअप गरेर फेरि निरन्तर हामी चाहिँ आफ्नो डेस्टिनेसनतर्फ लाग्यौँ। मौसम र बाटो दुवै दामी भएकोले हामी निरन्तर आफ्नो डेस्टिनेसनतर्फ लागिरहेको थिएँ। एन्ड यस्तो राम्रो वेदरमा दाइको यस्तो क्युट स्माइलले त दिन नै बनाइदियो जस्तो लागिरहेको थियो। सो हामी बिचमा रुक्दै गफ गर्दै एन्ड हाम्रो निरन्तर आफ्नो डेस्टिनेसनमा लागिरहेको थियौँ। बाटोको यस्तो अमेजिङ भ्यूले झन् हाम्रो यात्रालाई झन् रमाइलो बनाइरहेको थियो। एन्ड निरन्तर हामी आफ्नो डेस्टिनेसनतर्फ लागिरहेको थिएँ। बाटोको यो भ्यूले त एकदम मन नै छोएको थियो। बिचमा हेर्दाखेरि अफ रोडले त साह्रै नै दिक्क बनाइसकेको थियो। एन्ड जसो गर्दै गर्दै हामीले यो खोला तरेर यो खोला पार गरेर फेरि कन्टिन्यू हामी आफ्नो डेस्टिनेसनमा लागे। एन्ड यहाँको अमेजिङ भ्यूले त हामीलाई अघि बढ्न झन् मोटिभेट गरिरहेको थियो। एन्ड बिचमा रुकेर फेरि माथि यो डाँडाकाँडामा रिल्याक्स गर्न म र दाइ एकदम गफ गर्दै जोक हान्दै एकदम रिल्याक्स मुडमा बसेर आफ्नो यात्राको आनन्द लिइरहेको थियो। अनि यहाँ दाइहरू चाहिँ भिडियो खिचिराख्नु भएको थियो। एन्ड हामी भिडियो फोटो खिचेर फेरि यो बाटोमा निरन्तर लागे। लाहानबाट निस्केको 1 घन्टाभन्दा बढी भइसकेको थियो र हाम्रो डेस्टिनेसनको कुनै अत्तो नै थिएन। हामी हाइकिङ गर्दै गर्दै माथि जाँदै केही कहाँ छ भनेर केही अथवा यहाँ त झन् नेटवर्क नभएर झन् तनाव नै तनाव। नेटवर्क नभएर पनि यो बाटोको भ्यू र महादेवको सम्झनाले हामी फाइनली पुग्छौँ काभ्रे महादेव, जुन कोशी प्रदेशको उदयपुर डिस्ट्रिक्टमा लोकेटेड छ। एन्ड यहाँ आएर ओ माई गड, त्यो फिलिङ नै बेग्लै थियो। बिहानको 1 बजिरहेको थियो र हामी चाहिँ लाहानबाट भोक्कै आएको थियो किनकि हामीलाई यहाँ महादेवलाई जल चढाउनु पर्ने थियो। यो अनएक्सपेक्टेड ढुङ्गाको बाटो भएर हामी चाहिँ यस्तो अनएक्सपेक्टेड ठाउँमा पुग्छौँ भनेर ओ माई गड, मेरो मन त साह्रै नै गदगद थियो यो हेरेर। फाइनली हामी पुगे चाहिँ यो झरनामा। सानो भए पनि मेरो मनलाई ढुक्क छोएको यो झरना। एन्ड हामी चाहिँ यहाँ नुहाउन थालेँ। एन्ड यहाँको पानीले त चिसो पानीले एकदम चिसो लागिरहेको थियो। जे होस्, यहाँ नुहाएर एकदम फ्रेस नै फिल भयो। एन्ड फेरि चाहिँ हामी यहाँबाट जल बोकेर महादेवको मन्दिरतर्फ निरन्तर लागे। एन्ड यहाँ चाहिँ हामी चाहिँ बाटोलाई छोडेर चाहिँ खोला नै त्यो मन्दिरसम्म पुग्छौँ भनेर म र दाइ र विशाल चाहिँ निरन्तर लागे। ढुङ्गाको बाटोले त यहाँबाट खस्यो भने हड्डी मात्र भेट्छ जस्तो लागिरहेको थियो। यहाँ